तपाईलाई थाहा छ आज हामीले गर्वका साथ भन्ने कर्णाली प्रदेश बनाउन 4 जना मानिसले आफ्नो ज्यान दिएका थिए। तर उनीहरू को थिए र कर्णाली प्रदेश बनाउन किन आन्दोलन गर्नु पर्यो? आज छोटकरीमा यही इतिहास बुझ्नेछौँ। कुरा हो 2072 सालको। नेपालमा नयाँ संविधान बनाउने प्रक्रिया चलिरहेको थियो। देशलाई संघीय संरचनामा लैजाने क्रममा प्रदेशको सीमाकन गर्ने काम भइरहेको थियो। त्यस क्रममा कर्णाली र भेरी क्षेत्रका जनताले आफूहरूको क्षेत्रलाई छुट्टो प्रदेश बनाउन माग राखे। तर माग पूरा नभएपछि 2072 साल साउन 23 गतेदेखि आन्दोलन सुरु भयो। सुर्खेत आन्दोलनको मुख्य केन्द्र बन्यो भने जुम्ला लगायतका अरू जिल्लामा पनि आन्दोलन फैलियो। आन्दोलन चर्किँदै जाँदा दुःखद खबर भयो। कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा 4 जनाले शहीद प्राप्ति गरे। उनीहरू थिए यामबहादुर बिसी, टीकाराम गौतम, गोपाल सिंह जवावर र हरिबहादुर कुँवर। सुर्खेतका 3 जना र जुम्लाका 1 जना गरी ती आन्दोलनमा 4 जनाले आफ्नो ज्यान दिए। आन्दोलन निरन्तर चलिरह्यो। अन्त 2072 भदौ 4 गते 10 जिल्लालाई समेटेर 6 नम्बर प्रदेश बनाउने निर्णय भयो। पछि यही प्रदेशको नाम राखियो कर्णाली प्रदेश। आज कर्णालीमा 10 वटा जिल्ला छन्। हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुम पश्चिम र प्रदेशको राजधानी रह्यो सुर्खेत। आज हामी कर्णाली प्रदेशमा बस्छौँ वा कर्णालीको नाम सुन्छौँ भने त्यस पछाडिको सङ्घर्ष पनि सम्झनुपर्छ। किनकि यो प्रदेश केवल एउटा नक्सामा कोरिएको सीमा होइन, यसको पछाडि हजारौँ मानिसको आन्दोलन र 4 जनाको बलिदान जोडिएको छ। यामबहादुर बिसी, टीकाराम गौतम, गोपाल सिंह जवावर र हरिबहादुर कुँवरप्रति हार्दिक श्रद्धाञ्जली। उहाँहरूको बलिदान अमर रहोस्। जय कर्णाली। यस्तै नेपाली इतिहास र रोचक जानकारीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।